हजुरहरूको त अहिले एसी जाँच दिने बेला भएको छ भने हजुरहरूले अहिले यहाँ के उद्देश्य रहेको छ? अवश्य नै हजुरहरूको सोच निकै नै राम्रो रहेको छ। यहाँ पाल्नुभएका सम्पूर्ण सहयोगी र सन्तान भएका भाइ बहिनीहरू, आदरणीय शिक्षकवर्ग तथा यो वातावरण मिलाउने सिङ्गो काठमाडौँ विद्याकुञ्ज परिवारलाई हृदयदेखि नै हार्दिक नमन गर्दछु। यहाँहरू जस्तै दयालु मनहरूकै कारण आज हामीले जीवन उत्तरार्धमा सहारा गुमाएर निरही बनेका दर्जनौं आमाहरूलाई बाँच्ने आधार दिन सक्षम भएका छौँ। यहाँहरू जस्तैका सहयोगी हातहरूले मात्रै हामीले पनि सेवा गर्ने मौका पाएका छौँ। विद्यार्थी भाइ बहिनीहरू, जीवनको वास्तविक सफलता र खुसी नै परोपकार हो भन्ने यथार्थ बुझेर यहाँ आउनु भएको छ। आगामी दिनहरूमा पनि यहाँहरूबाट निरन्तर साथ र सहयोगको अपेक्षा राख्दछौँ। अब भने यहाँहरूले आमाहरूलाई ल्याइदिनु भएको सामग्री पालो पालो वितरण गर्दै उहाँहरूसँग सुख दुःखका भावनाहरू नजिकबाट बुझ्नु हुन विनम्र अनुरोध गर्दछु। सम्झनुहुन्छ बाँचिए पेसाबा काललाई पर्खेर बसिरहेका छौँ। आमा भेट्न आउनु पर्ने परिवार छ भनौँ भने लागि छैन, परिवार छैन भनौँ भने भएको एउटा सन्तानको लागि आमा हृदय कसरी त्यागौँ? हाम्रा सबैकै आफ्नो कथा व्यथा छन् बा। जब म 5 वर्षकी थिएँ, मेरो जन्मदिन आमाले मैले सबैको लागि आमाको मृत्युसँगै मेरो पाल्नु पनि आमाकै चिहान पेट पुरिन्थ्यो। बुबाले फेरि विवाह गर्नु पर्यो। घरमा नयाँ आमा तर मेरो भागमा आमाको काम परेन। म सानैदेखि चुलो होको जुवा आँसुको नुनिलो स्वाद चिन्न थाल्यो। 12 वर्षको हुँदा मलाई दुलही बनायो। रातो साडीमा बेरिएको मेरो शरीरले बालापनको खेलौना खोजिरहेको थियो। मेरा वर 35 वर्षका थिए। समाजका परम्पराले मलाई दुलही बनाए पनि मन अझै गुडिया समाएर खेल्न चाहन्थ्यो। म 16 वर्षको हुँदा मेरो छोरा जन्मियो। त्यो सानो अनुहार हेर्दा लाग्थ्यो जीवनले मलाई नयाँ अर्थ दिएको छ। तर मेरो भाग्यसँग कहिल्यै सम्झौता भयो। मेरो छोरा 2.5 वर्षको हुँदा मेरो श्रीमानलाई क्षयरोगले लग्यो। त्यसपछि गाउँलेहरूले मलाई पैटो कुवा र मेरो सानो छोराले पाउटुक्का भनेर हेला गर्थे। शब्दहरू ढुङ्गाभन्दा भारी हुन्थे। ती शब्दले मलाई बुझ्थे। समाजको ढिलेबार र भागीको चुपचाप सक्छ। किनकि मेरो छोरा मेरो सास मेरो आशा जीवन बाँच्ने आधार। मलाई मेरो बुबाले घरमै आएर धेरै पटक नाति मसँग छोडेर तिमी अर्को कुरा गर सल्लाह दिनुहुन्थ्यो। तर मैले आफूले भोगेको मात्र पेटको अभाव छोरालाई भोगाउन मेरो मन थिएन।
मैले उसले नछोड्ने अडान दिएँ। त्यसपछि बुबाले नि भन्न छोड्नु भयो। 5 वर्षको हुँदा मैले उसलाई विद्यालय पठाएँ। म सधैँ हरेक दिन अरूको मेला पाठ जान्थेँ। राति थकित छैन, बाटोको ओछ्यानमा फ्याँक्दा पनि मन छोराको भविष्य बुझ्दै हुन्थ्यो। ऊ पढाइमा अब्बल निस्कियो। उसलाई एसएलसीसम्म पढाउनु मैले मेरा श्रीमानका निशानीका रूपमा रहेका अन्तिम गहनाहरू पनि बेचिदिएँ। जन्मिएको दिन उसको बुबाले भन्नुभएको थियो, म उसलाई धेरै पढाउँछु, ठुलो मान्छे बनाउँछु भन्नुभयो। श्रीमानको इच्छा र छोराको भविष्यको अगाडि मेरा गहना केही थिएन। भन्दा नभन्दै उसले एसएलसी पास गरे। त्यो दिन मैले गर्वले भरिएको महसुस गरेँ। तर गाउँका विद्यालयले उसका सपना मान्न सकेन। उसलाई सहर जानुपर्ने भयो। मैले उसको इच्छा पुरा गर्न पैसाको जोह गर्दा बाँकी रहेका जमिन पनि बेचिदिएँ। त्यो जमिनसँगै मेरो अन्तिम सुरक्षा पनि बिक्री भयो। सहर जाँदा उसले भनेको थिए, आमा म फर्किएर आउँछु, आमा हजुरको बुढेसकालको सहारा बन्छु, हजुरले मेरा रहिरहेका गहना र जमिन फिर्ता दिन्छु। मैले उसका शब्दहरूलाई हृदयमा पूजा गरेर राखेँ। वर्षहरू बिते, ऊ सफल भयो। सहरमै जागिर खायो, सहर केटीसँग बिहे गर्यो। म गाउँमा कुरिरहेँ, तर सहरबाट जाने सबैलाई मेरो छोराको बारेमा सोध्थे। कोही हाँस्थे भन्थे, कोही भन्थे, आमा म त तपाईँको छोरा भएको सहरमा होइन। मलाई एक दिन गाउँकै केटाले सहरमा छोरा भेट्न लिएर गयो। छोराको घरको अगाडि बस्दा मेरो मुटु काँपिरहेको थियो। ढोकामा आयो, उसको आँखामा मन थिएन। उसले मलाई, आमा मसँग तपाईँलाई हेर्ने समय छैन, गाउँ फर्किनुहोस् भन्यो। बुहारीले अझै कडा सोध्नु, यो सहर हो, यहाँ हामीलाई यी पुगेर हिँड्ने फुर्सद छैन। त्यो दिन फेरि एकपल्ट बनाएको मेरो नाममा केही थिएन। सबैले उसलाई दिइसकेको थिए। केही दिन पछिमा बिरामी परे। मलाई पैसाको आवश्यकता पर्यो। मैले उसलाई धेरै पटक फोन गरेँ। पहिले उसले मलाई पैसाको फोन गर्थ्यो र मैले आफ्ना श्रीमानका निशानीका रूपमा रहेका गहना बेचेर पठाउँथेँ। तर आज रोइरहेको थिएँ, तर मौन थियो। मेरो यस्तो अवस्था देखेर मलाई गाउँले पिता सम्झाने सुझाव दिए। सुरुमा मन मानेन कि आमाले छोराबाट टाढा बस्नुपर्छ भन्ने कुरा कसरी स्वीकार्नु। तर जब आफ्नै घरले सरत दिन सके तब पढाइले गर्नु सहारा बन्नु पर्यो। म वृद्धाश्रम आएँ। यहाँ म जस्तै धेरै आमाहरू छन्, आफ्ना कथा बोकेका। र कहिलेकाहीँ हामी आफ्ना सन्तानका नाम सम्झेर आँसु पुस्छौँ। आज पनि म त्यही छु। हुँदा म आकाशमा हेर्छु। मेरो छोरा पनि यही आकाश मुनि हिँडिरहेको छ भने सायद उसले मलाई सम्झिन्छ। तर अब म प्रतीक्षामा छैन। कहिले सिक्छु
आमा हुनु भनेको माया दिनु मात्रै होइन, कहिलेकाहीँ आफ्नै पीडालाई अँगालेर आफ्नै लागि बाँच्नु पर्ने हो। आमा, हजुरको छोरालाई आज भेट्नुभयो भने के भन्नुहुन्छ? के भन्नु बा, म दुखी भए पनि ऊ खुसी रहिरहोस्। उसले मलाई अलपत्र पारिदियो, उसका छोरीले उसलाई अलपत्र अरू आँसु पनि सब सुकिसके। आमा, हामी छौँ नि, हामी हजुरलाई भेट्न बेला बेला आइरहन्छौँ, नरुनुहोस्। कति रुनु, जन्म दिने बाबालाई त्याग्नेका लागि आफ्नो शरीर सुकाउनु हुँदैन। आमा, हजुर के भन्न चाहनुहुन्छ? नाउँ र ठाउँ मात्रै फरक हो बा, पीडा सबैको एउटै हो। छोराछोरी हो, किताब कापीका अक्षर मात्रै नसिक, आफ्नो बाबुआमाबाट पाएको हेरचाह, निस्वार्थ माया र जिम्मेवारी पुरा गर्ने तरिका पनि सिक। तिमीहरू आफ्नो बाबुआमालाई बुढेसकालमा अलपत्र नपारौ है, चित्त दुख्छ बा। जीवनभर दुःखले बनाएको त्यो घरको छानाले छेकेन भने, अनि आफ्नो छातीमा टेकाएर हिँड्न सिकाएको त्यो सन्तानले सक्षम भएपछि बुढेसकालमा अलपत्र पार्दाखेरि मन रुँदो रहेछ। मलाई अस्पताल लैजान्छु भनेर बाटोमा अलपत्र पारेर मेरो गहना लिएर जाने छोरालाई जागिर पाए कि पाएन होला, समयमा खाना खान्छ कि खाँदैन होला भन्ने पिर मलाई अहिले पनि हुन्छ। त्यसलाई मनपर्ने खाना खाँदाखेरि मेरो आँखा अझै रसाउँछ। नानी सन्तति जस्तो भए पनि आमा बुबाले आफ्नो सन्तानले गर्ने माया कहिल्यै नघटिने रहेछ। त्यसैले तिमीहरू आफू हाँसेर बाबामा रहने काम नसिकाऊ। हुन्छ आमा, कक्षामा अक्षरले दिने ज्ञानभन्दा हजुरहरूको जीवनबाट प्राप्त भएको यो जीवित ज्ञानले हाम्रो जिम्मेवारी र चेतनाको आँखा खुलेको छ। अब हामी जाने बेला भयो, पछि फेरि पनि भेट्न आउनेछौँ। खुसी हुनु, ज्ञानी हुनु, ज्ञासी हुनु। Itu main, oh di sana ada